आदरणीय दर्शकहरू, अत्यन्त सनसनीपूर्ण र ब्रेकिङ न्युज लिएर आएका छौँ। अन्ततः रवि लामिछाने र बालेन साबिस एकता भएको छ। रवि लामिछाने र बालेन साबिस 7 बुँदे एकता भइसके। फागुन 21 को निर्वाचनमा राष्ट्रपाले बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेर निर्वाचन हुनेछ भने राष्ट्रसभाको कमान्डर रवि लामिछाने रहनेछन्। यसले खास गरी नेपालको राजनीतिक कोर्स चेन्ज गर्न हिँडिरहेका दुई पात्रहरू रवि लामिछाने र बालेन शाहको एकताले नेपालको राजनीतिक बीचमा हलचल मचाएको छ नै। खास गरी नेपाली कांग्रेस र नेकपा एमालेलाई पनि कुनै न कुनै रूपमा यसले झड्का दिन देखिन्छ। यसले नेपाली कांग्रेस र नेकपा एमाले बीच चुनावमा गठबन्धन हुने सम्भावनालाई पनि यसले चाहिँ इंगित गरेको देखिन्छ। खास गरी दुई ठूला नयाँ राजनीतिक शक्ति बीचको एकताले नयाँ पुस्तालाई भने केही व्यक्तिहरूलाई छोडेर नयाँ पुस्तालाई भने यसले खुशी दिएको देख्न सकिन्छ। खास गरी यो धेरैको चाहना थियो कि रवि लामिछाने र बालेन साबिस एकता होस् भन्ने धेरैको चाहना थियो कि अब राष्ट्रपाले अगाडि सारेको पात्र, राष्ट्रपाले प्रधानमन्त्रीको रूपमा अगाडि सारेको पात्र बालेन शाहलाई प्रधानमन्त्री बनाउनका लागि राष्ट्रपाले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नुपर्नेछ। के अब राष्ट्रपाले बहुमत प्राप्त गर्ला त? यो भने हेर्न बाँकी छ।